हेलो साथीहरु नमस्कार। आज चाहिँ म तपाईहरुलाई यो कोरियामा हामी नेपालीहरुले कस्तो स्ट्यान्डर्ड बाइकहरु स्कुटीहरु चलाउँछौं र कम्पनी जान आउने या नजिकको बजार मार्ट गएर आउनको लागि हाम्रो सहयोगार्थी बाइक स्कुटीको बारेमा तपाईहरुलाई सानो जानकारी दिन आएको छु। यो मेरो पछाडी भएको एउटा स्ट्यान्डर्ड बाइक देख्नुहुन्छ, यसको नम्बर प्लेट नि छैन, यसमा कम्पनीको पनि केही देखिदैन। यसको रुप हेर्नुस् एकचोटि, टायर त बबालै छ, नयाँ रहेछ। यो चाहिँ हाम्रो कम्पनीमा श्रीलङ्काको साथीहरूले प्रयोग गर्ने स्कुटर हो। अब यसको बारेमा तपाईहरुलाई बोडी स्ट्रक्चर म पुरै देखाउने छु। हेर्नुस् कस्तो खालको छ यो सिटहरु, हेर्नुस् स्ट्यान्डर्ड छ। अगाडिबाट नि एयर कन्डिसन, बीचबाट पनि त्यस्तो छ। ह्यान्डल हेर्नुस् अगाडिको, ल हेर्नुस् कस्तो खालको छ। यो बाइक चढेर चाहिँ हाम्रो साथीहरू कम्पनीबाट नजिकको बजार अथवा कतै गएर आउनको लागि प्रयोग गरिन्छ। साइड लाइट पनि यसरी उयो राखेको रहेछ, एयर खाइराखेको रहेछ। यतापट्टि पनि त्यस्तै रहेछ। अहिले स्लिपिङ अवस्थामा छ, सबै बन्द गरेको भएर होला। यस्तो खालको स्कुटी चाहिँ हामीले परेको छ। मिरर पनि हेर्नुहोस्, यताको पनि कता फर्किया छ। यो कन्डिसनका बाइकहरु चाहिँ म्याक्सिमम यस्तै हुन्छ। ल हेर्नुहोस्, भित्रबाट पनि एयर कन्डिसन छिर्ने छ। बाइक नतातोस् भनेर होला, यहाँ चिसो पनि डरलाग्दो छ। भए पनि यो बाइक हेर्दा यस्तो छ स्वरूप यसको। यो बाइक हेर्दा त्यस्तो भए पनि यो बाइकको इन्जिनको कुरा गर्ने भनेखेरि यहाँको -17-18 हुँदा पनि यसलाई स्टार्ट गर्न कुनै आपत्ति छैन। ठ्याक्कै स्विच दबाइदियो स्टार्ट हुन्छ। यसले तान्न पनि फेरि तान्छ, उकालो ओह्रालो पनि तान्छ, हल्का साउन्ड त आउँछ नै अब पुरानो भइसकेपछि। यो चिसोमा यो कति वर्षको कति ह्यान्ड हो भन्ने कुरा यसको साथी छैन। त्यही भएर यस्ता बाइकहरू चाहिँ हामी प्रयोग गरेर कोरियामा काम गर्न जान्छौँ। र यहाँको मिहिनेत भनेको यो मान्छेहरूले यो बाइक जस्तो छ नि, मान्छे पनि यस्तै हुन्जेलसम्म यहाँ मिहिनेत चल्छ, त्यसको सदुपयोग हुन्छ। फाल्न त यहाँ अब राम्रो ठाउँमा हेर्ने पनि त नयाँ नयाँ बाइक पनि फालिरहेका हुन्छन् कोरियनहरूको तुलनामा त। तर हामी विदेशीहरूको स्ट्यान्डर्ड बाइक चाहिँ यही हो, यहाँ काम गर्दा आउँदाखेरि प्रयोग गरिने।